इनरुवा चाहिँ तपाईँको सुनसरीको सदरमुकाम हो। अब यहाँबाट हामी चाहिँ बेलुका तर्फ जाँदैछौँ। अब खासमा बेलुका बिच र रिसोर्ट भनेको छ। अब त्यसमा चाहिँ हामी स्विमिङ गर्नको लागि जानु खोज्या हो। तर अब आज चाहिँ फेरि अहिले चाहिँ तपाईँको के छ भन्दाखेरि यहाँनिर मध्य दिउँसो भएको कारणले गर्दाखेरि गाडीहरू चाहिँ खासै कुदिरहेको छैनन् होइन। किन भन्दाखेरि मर्निङको गाडीहरू सबै छोडिसक्यो। अब इभिनिङको गाडीहरू अनि अरू बेला एकदमै गर्मी भइरहेको थियो। हल्का पानी पर्दै भने नि शीतल चाहिँ हुन्थ्यो। तर ब्याड टाइम चाहिँ के भयो भन्दाखेरि अब आजै छुट्टी भएको दिन स्विमिङ गर्न जाऊँ भनेको, अब आज चाहिँ पानी पर्दैन जस्तो छ। त्यो भयो भने चाहिँ खासै रमाइलो भएन। हिँडेको मान्छेलाई यार जाडो होला जस्तो छ त। अस्तिसम्म चाहिँ यस्तो होइन 37 डिग्री र कति डिग्री पुगेर दिमाग खराब भएको थियो होइन। अब यो ठाउँ फेरि मलाई दामी लाग्छ हो। यो बरको रुख होइन, त्यो चाहिँ नि पिपलको बर र पिपलको रुख छ। अनि यहाँ चाहिँ पूजा गर्ने ठाउँ छ है। यो बाटो चाहिँ मलाई कस्तो दामी लाग्ने क्या। अब यहाँ आँखाले चाहिँ एकदम दामी भ्यू देखिरहेछ होइन। अब तपाईँहरूले अब यो हामी चाहिँ अब आफ्नो धार्मिक कुरालाई साइडमा राख्दै स्विमिङतर्फ अगाडि बढ्दैछौँ। अन्त अब तपाईँको अहिलेको मौसम यस्तो छ कि तपाईँको अहिले यहाँनिर पानी एकदम परिरहेको हुन्छ होइन। अब त्यहीँ परतिर गयो भने फेरि गर्मीले मान्छे भुसुक्कै भइरहेको हुन्छ। के लाग्छ भन्दाखेरि अब उदयपुरतिर चाहिँ तपाईँको पानी चाहिँ खासै परेको छैन जस्तो लाग्छ है। अब त्यो कोसीको किनारमा हो, कोसीको किनारमा तपाईँको गर्मी नै भइहाल्छ होइन। तर अहिलेसम्म पनि तपाईँको तराईमा चाहिँ फेरि जाडो चाहिँ लागेको छैन है। अलिकति फरक के भयो भन्दाखेरि घामको ताप चाहिँ त्यति नै छ होइन। तर घामको ताप त्यति नै भए पनि एउटा फरक के भयो भन्दाखेरि पहिला चाहिँ एकदमै बाफिने टाइपको गर्मी हुन्थ्यो होइन। अहिले चाहिँ त्यो बाफिने चाहिँ छैन। कस्तो ओभरटेक गर्छन् यार। कस्तो अप्ठ्यारो बाटो छ यार यो। यो पिच नि एकदम घटिया पिच छ कि हेर्नु। अब यो एकदमै त्यो बम्पीवाला रोड छ कि हेर्दाखेरि अब सिधा भए पनि यो बाइक कुदाउन खासै यहाँनिर चाहिँ एकदमै यता उता भइरहेको हुन्छ क्या। लडियो भने त लाइफ ड्यामेज हुन्छ त यार। त्यसलाई किन ओभरटेक गर्न परेको छ। यो चाहिँ तपाईँहरूको झुम्का बजार देख्न सक्नुहुन्छ है। अब आज चाहिँ अब छठ यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ झुम्का बजार है। अब यो चाहिँ अब देख्न सक्नुहुन्छ छठ मनाउँदै हुनुहुन्छ। छठ भनेको चाहिँ तपाईँको बलि र के उदाउन लागेको सूर्य र अस्ताउन लागेको सूर्यलाई चाहिँ पूजा गरेर मनाइने हो। भिडभाडै छ यहाँ। बाट चाहिँ हामी यो पकली भन्ने ठाउँ आइपुग्यौँ होइन। अब पकलीबाट चाहिँ तपाईँको हामी यो पुलिस थाना छ। यो पुलिस थानाबाट चाहिँ देब्रेतर्फ लाग्छौँ। यहाँबाट चाहिँ तपाईँको पूर्व यो के अरे पूर्व भन्न आएछ। यहाँबाट चाहिँ हामी उदयपुरतर्फ बाटो लाग्छौँ। अब हल्का यता यो चाहिँ धरतीको पहिलो तीर्थ बराह क्षेत्र जाने बाटो। हामी चाहिँ अहिले मध्य पहाडी हाइवेतर्फ बढ्दैछौँ। मध्य पहाडी हाइवे चाहिँ तपाईँको काठमाडौँ पूर्व मेचीदेखि पश्चिम
महाकालीसम्म नै छ। चाहिँ यहाँबाट चाहिँ अब हामी गएर चाहिँ के अरे सिन्धुलीमा भेट्छौँ, सिन्धुली जाने बाटो भेट्छौँ, काठमाडौँ जाने रोड पनि हो। अहिले चाहिँ हामी अब कहाँ आइपुग्यौँ, त्यहाँ चाहिँ बाङ्गे जाने यताबाट लेफ्ट बाङ्गे सिधै चतरा र राइटतिर डाहा भन्ने ठाउँ रहेछ। यो नडाहा भनेको चाहिँ यहाँको चाहिँ एकदम नेवारी नामहरू जस्तो छ। त्यो बिचमा चोक रहेछ है, यहाँबाट त्यो दाहिनेतिर लाग्नुभयो भने चाहिँ धरान पुग्नुहुन्छ। चक्रघटी जाँदो रहेछ यताबाट, धरान चक्रघटी चतरा कालाबन्जार। अब यो चोकबाट चाहिँ हामी बराहात क्षेत्रतर्फ प्रवेश गर्छौँ। यहाँ चाहिँ झन् एकदम दामी छ बाटो, चाहिँ जङ्गलको बाटो छ। गेट चाहिँ पहिला बनाएको थिएन, वाइल्ड लाइफ करिडोर ड्राइभ नेक्स्ट 5 किलोमिटरसम्म चाहिँ यो जङ्गल नै हुने रहेछ। चारकोसे झाडी भन्ने ठाउँ हो। यहाँ चाहिँ तपाईँको हात्तीहरूले पनि आक्रमण गर्न सक्छ। यहाँ चाहिँ एकदमै ठुलो जङ्गल छ। यो चाहिँ तराईको अब रेन फरेस्ट भनेको पनि यही हो। देख्न सक्नुहुन्छ एकदम ठुलो, यो चाहिँ देख्न सक्नुहुन्छ एकदमै दामी भ्यू छ होइन। साइडमा चाहिँ जङ्गल, बिचमा चाहिँ मेन रोड छ। अनि यो जङ्गल चाहिँ तपाईँको चारकोसे झाडी हो होइन। नेपालको चाहिँ रेन फरेस्ट भन्न पनि मिल्छ। अब यहाँ चाहिँ एकदमै दामी भ्यू भएको कारणले म चाहिँ अब एकछिन बाइक रोकेर चाहिँ अब यहाँको भ्यू चाहिँ तपाईँलाई देखाउने कोसिस गर्दैछु। हाँसे छ। यो चाहिँ जङ्गलको बिचमा छ। यो चाहिँ अलिकति राम्रो भिडियो आउँछ कि भनेर, भिडियो चाहिँ राम्रो आइरहेको छ कि त्यही भएर फोटो खिच्न आँटेको। शीतल भएको चाहिँ राम्रो आउँछ होला। राम्रो 11:30 भनेपछि हामी अब आधी घन्टामा चाहिँ पुग्छौँ बेलाकारी। अहिले चाहिँ हामी यहाँ फेरि झन्डा चोकमा आइपुगेको छौँ। यो झन्डा चोकमा चाहिँ अलिकति झन्डाहरू धेरै राखिएको छ। अनि यहाँबाट चाहिँ चतरा जाने, इटहरी धरान जाने बाटो देखिएको छ। हामी बराहात क्षेत्रतर्फ प्रवेश गरेका छौँ। यो चाहिँ चतरा बजार रहेछ। अब उता चाहिँ हाम्रो हुन्छ उदयपुर सुरु हुन्छ कि सिन्धुली सुरु हुन्छ? उदयपुर सुरु हुन्छ जस्तो लाग्यो मलाई। त्यता चाहिँ उदयपुर। अनि यहाँ चाहिँ बेलाकारी रिसोर्ट त्यहाँनिर जस्तो लाग्यो। अनि अब यहाँबाट हाम्रो टार्गेट भनेको चाहिँ त्यो बेलाकारी रिसोर्ट पुग्ने। अनि त्यस पछाडि अर्को भनेको चाहिँ अब यता यो चाहिँ सप्तकोशीको पुल, त्यहाँ पर देख्न सक्नुहुन्छ बराहात क्षेत्र धरतीको पहिलो तीर्थस्थल। किन भन्दाखेरि चाहिँ अब यहाँबाट चाहिँ उतातिर चाहिँ के हुन्छ, तीर्थस्थलको रूपमा फेमस छ भने यतातिर चाहिँ फेरि हाम्रो यो टुरिस्ट एरियाको रूपमा फेमस छ। के बेलाकारी रिभर्स बीच रिसोर्टमा जाँदैछौँ। यहाँ गएर स्विमिङ गर्छौँ, खाजासाजा खान्छौँ। त्यस पछाडि चाहिँ हामी अब रमाइलो गर्छौँ। रमाइलो भनेको अब त्यही अब हामी यहाँबाट जान्छौँ, स्विमिङ गर्छौँ। स्विमिङ गरेर खाजासाजा खान्छौँ। यो चाहिँ पूर्वको तपाईँहरूको 1 नम्बरको रिसोर्ट भनेर भन्दा पनि सुहाउँछ। सप्तकोशीको चाहिँ साइडमा चाहिँ यो चाहिँ बेलका बिच एन्ड रिसोर्टको स्विमिङ पुल। मस्त स्विमिङ भइरहेछ। यता हेर त तिम्रो बेजात्रे उता चाहिँ सप्तकोशी छ, कोशी नदी।
चाहिँ बेलका बीच एन्ड रिसोर्ट। अब यो बीचमा चाहिँ हामी खाजा खानु लाग्दैछौँ। यो चाहिँ देख्न सक्नुहुन्छ कोशी नदी, एकदमै ठुलो रहेछ है कोशी नदी चाहिँ। यस्तो छ है। अहिले चाहिँ हामी सप्तकोशीको किनारमा छौँ है। सप्तकोशीबाट चाहिँ एकदमै दामी भ्यू देखिरहेछ होइन, तपाईँहरूले पनि देख्न सक्नुहुन्छ। बर्खा भएको कारणले पानी पनि एकदमै धेरै छ। यसलाई चाहिँ चतरा भन्ने ठाउँ हो यो। अनि त्यस पछाडि हल्का यहाँ चाहिँ पार्कहरू जस्तो पनि छ है यहाँनिर। अनि पछाडि यो चाहिँ एकदमै मलाई चाहिँ अहिलेसम्मको पार्कहरूमध्ये चाहिँ यो रिसोर्टहरूमध्ये चाहिँ यो चाहिँ एकदम बेस्ट लागेको रिसोर्ट हो होइन। अब चाहिँ हामी खाजा खान जाँदैछौँ। क्लियर आयो नि भाइले चाहिँ डेन्जर भोक लागेको छ नन स्टप नआइदिकन देखेकै छ त। यो चाहिँ हाम्रो खाजा आइपुगेको छ। एउटा चाहिँ अब नेपालीले खाने भनेको यो मोमो। हामी चाहिँ यो बेलकामा चाहिँ स्विमिङ गऱ्यौँ, खाजासाजा खायौँ। अनि यो साइड बेलकाको साइडबाट चाहिँ कोशी नदीको एकदम मनमोहक दृश्य हेरेर चाहिँ अब हामी घर फर्काइदिन्छौँ। एकदमै राम्रो रिसोर्ट छ है। अनि यहाँ देख्न सक्नुहुन्छ अलिक स्पेस पनि लामो छ। यस पूर्वाञ्चलको चाहिँ अलिकति खत्रै रिसोर्ट हो यो चाहिँ है। के हो गयो कफी गयो राजेश कफी। हामी चाहिँ आफ्नो सर्ट होइन स्विट राइड अनि बेलुकामा स्विमिङ पनि गऱ्यौँ, घुम्यौँ पनि। अनि यहाँको अलिकति यो हरियो परियो भएको ठाउँहरू पनि हेऱ्यौँ। कोशीको किनारमा गएर खाजाहरू पनि खायौँ र एकदमै राम्रो ठाउँ छ यो बेलका। अब हामी चाहिँ यहाँबाट आजको अब चाहिँ हामी बिदा हुँदैछौँ। तपाईँहरूले एकचोटि आएर भिजिट गरिदिनु होला, एकदमै राम्रो ठाउँ छ है।